हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लगमा फेरि पनि स्वागत गरेँ हजुरहरूलाई। आज चाहिँ म फारोतिर आएको छु, पोर्चुगल फारोतिर। आज हावा लास्टै चलिरहेको छ, साथीहरूसँग आएका छौँ। फारोतिरको घुमघाम छ आजको भ्लगमा चाहिँ फारोतिरको सिटीलाई म तपाईँहरूलाई देखाउनेछु। हामी चाहिँ आज फारोतिर छौँ। आज हामी तीनजनाको लखर 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 फारोतिर होइन, काम नभएर यस्तै हो, फारोतिर लखर लखर लखर। यस only entertainment. Yes. Then Ma Vanja. Sama is something. Me is something. पुरनकार की माया सम्धि होइन। हावा चलेको छ आज, अलिक पातुलो मान्छेको अलिक जिउ जगाउनु साह्रो हुन्छ अलिक होइन, त्यस्तो छ। हाम्रो सम्धि कति केजी हो र होइन होला। हामी चाहिँ फारोतिर आइपुग्यो जस्तो छ। फारो धेरै समयपछि आयो, तर आज चिसो छ। चिसोमा फारोको घुमघाम चाहिँ खत्रै हुने भयो आज होइन। यहाँ त बाटो बन्द रहेछ नि त। ल बाटो बन्द रहेछ। हामी चाहिँ लाग्यो, ल बाटो क्रस गरौँ। हामी चाहिँ छ अझ फारोतिर हामी छौँ होइन। फारोतिर चाहिँ हामी पहिला हाम्रो यो सोल्टी चाहिँ पहिला बच्चालाई साइकलमा कुनै एक्सिडेन्ट भएर गएको रहेछ क्या, अनि शालिक बना होइन। अनि यहाँ चाहिँ हाम्रो यहाँ यो सोल्टिनी पनि बाह्र छ। यो हाम्रो सोल्टिनी पनि साइकलमा एक्सिडेन्ट भएर गएको अरे भन्थ्यो, तर हो कि होइन भरे मार्छ होला होइन। तर यस्तो रमाइलो होइन, यस्तै हो। आजको घुमघाम चाहिँ फारोतिरको बब्बाल हुनेछ, तर हावा चलिरहेको छ। तपाईँहरूलाई कस्तो लाग्छ, जस्ताको तस्तै कमेन्ट गर्नु होला। तर हामी यो जेब्रा क्रस गर्ने एकैचोटि क्रस। यहाँ चाहिँ एकदम सेफ्टी ट्राफिक रुल चाहिँ कडा छ। त्यो हामी यो फारोतिर आयो, तर लास्टै चिसो छ। आज घुम्नलाई चाहिँ अलिकति गाह्रै छ जस्तो छ होइन सन्धि साथ। पानी पर्छ जस्तो छ फेरि, पर्यो भने समस्या। बल्ल बल्ल घुम्नु आएको, बल्ल 12 वर्षमा कुनै फुले गु गन्दा भने जस्तो होइन। हामी चाहिँ हाम्रो भाइ बहिनीहरू घुमिरहेको छ, त्यही हो। तर मिल्छ, एउटा चिज मात्र मिल्दैन, सबै मिल्छ, त्यही हो। हामी यस्तै छ। आजको घुमघाम चाहिँ खरै हुने भयो, ठिकै छ। आजको भिडियो हामी जता घुम्छौँ जस्ताको तस्तै भिडियो हामीले गर्नेछौँ। अब हामी मार्केट जाँदैछौँ, मार्केटमा के पाउँछ हेरौँ, मार्केट फर्केर है त। आज फारोको घुमघाममा देखेको दृश्यहरू चाहिँ तपाईँहरूलाई म देखाइरहेको छु। एकदमै चिसो हावा चलिरहेको छ आज फारो गएको, एकदमै जाडो छ, त्यही भएर होला खासै त्यस्तो टुरिस्टहरू देखिरहेको छैन, बाहिरको मान्छेहरू घुम्न होइन। आज चिसो छ,
पनि हामी चाहिँ आज काम नभएकोले गर्दा साथीहरूसँग आएको थियौँ। म चाहिँ यता घुमिरहेको छु। हामी चिसो छ, यहाँ बोटहरू राख्नुभएको छ। तर गर्मी टाइममा धेरै यहाँ ट्रिजहरू चाहिँ देखिन्थ्यो। आज चाहिँ अलिक जाडै छ, पानी परिरहेकोले गर्दा खासै देखिएको छैन। हेरौँ, आजको घुमाइ चाहिँ फेरि एकदमै बवाल रह्यो, तर जाडो पनि भयो। के गर्नु यस्तै अब रहर के भन्नु, रुममा बसिरहनु भन्दा चाहिँ यसो घुमेर आउन भन्ने रह्यो। त्यही भएर फारो, तर हामी चाहिँ ताबिराबाट आएको हो। ताबिरा भन्दा चाहिँ फारोतिर अलिकति ठुलो सिटी पनि छ र एकदम घुम्ने ठाउँहरू पनि रमाइलो छ। त्यही भएर धेरै भयो फारोतिर नआएको पनि होइन। त्यही भएर सायद 2-3 महिना नै भएको थियो होला हामी कामको सिलसिलामा अब समय मिलाएर आउनु पर्ने हुन्छ। आज चाहिँ हामी ड्युटी थिएन, त्यही भएर आएको। के छ यस्तै हो गाइस। अब जाडो रह्यो, आज चाहिँ लास्टै जाडो थियो। जाडो चाहिँ हदैसम्म थियो आज, हावा चलेकोले गर्दा। के छ तपाईँलाई कस्तो लाग्छ यो मेरो भिडियो? जस्ताको तस्तै कमेन्ट गरिदिनु होला। फेरि पनि नयाँ नयाँ भिडियोहरू म यस्तै नै ल्याउने छु। तपाईँहरूले जस्ताको तस्तै कमेन्ट गरिदिनु होला है त।